हेलो साथीहरु, म सक्षम कोइराला र स्वागत छ तपाईले हाम्रो युट्युब च्यानलमा। साथीहरु, म चाहिँ चितवनबाट र आज मेरो यो फर्स्ट भ्लग हो र आज चाहिँ मेरो गाउँहरु तपाईलाई देखाउन गइरहेको छु। ल साथीहरु, आजको भिडियो सुरु गरौँ। ल हामी चाहिँ अब सुरु गर्छौं। दुई मिनट मसी एउटा सानो भाइ पनि छ, मेरो भाइ, मेरो घर छेउको भाइ, र हामी चाहिँ साइकलमा जाँदै छौं। यो चाहिँ मेरो घर हो। क्रिम कलरको यता फुलबारीहरु छ, हाम्रो यता बारीहरु छ। अब पहिला हामीले छोडेको पसलमा बस्छौं हामी, पानी परेर। ल यो चाहिँ हाम्रो पसल हो, पहिला छोडेको। हाम्रो यहाँ दाइ हुनुहुन्छ। के छ दाइ, ठीक छ नि? ठीक छ नि? पसल पनि चलिरहा? एकदम बबाल। ए ठीक छ। हामी चाहिँ पानी परेको एकछिन यहीँ बस्छौँ होला। ल यो चाहिँ हामीले पहिला छोडेको पसलमा उहाँ हुनुहुन्छ। एकदम राम्रो हुनुहुन्छ, व्यापार राम्रो चलिरहा नि? एकदम बबाल। ठीक चलिरहा। अब म चाहिँ ठ्याक्कै यसको साइडमा चाहिँ उतापट्टि चाहिँ होटेल छ, मैले खाजाने होटेल, मैले जहिले पनि खाजाने होटेल, त्यहाँ जान्छु हामी। ल त्यही हो मैले धेरै खाजा खाने पसल। अङ्कल आन्टी हुनुहुन्छ। अङ्कल कस्तो छ? ठीक छ नि? ह्यान्डसेक ठिकै छ। यस्तो हिँड्यो बस्यो है। उहाँ चाहिँ आन्टी एकदम मिठो हुनुहुन्छ। चाउमिन भने म भने त मिठो हुनुहुन्छ हैन? एकदम मेन पनि हुनुहुन्छ। र जब यहाँ जाने भनेको त्यो भाइहरू फेरि दाइहरूले भेट्न खोइ कता जाने भन्छन्, त्यही भएर एकछिन यहाँ चाहिँ रोकिरहेको छु। र अब चाहिँ म पढेको अर्को विद्यालय अन्नपूर्ण माध्यमिक विद्यालयमा चाहिँ म जाँदैछु। र यो चाहिँ म पढेको विद्यालयहरूको 4 वर्षदेखि पढेँ म यहाँ। 7, 8, 9, 10 4 वर्ष, 7, 8, 9, 10। यो चाहिँ 2017 मा चाहिँ स्थापना भएको हो स्कुल अन्नपूर्ण माध्यमिक विद्यालय पार्वतीपुरको। राम्रो छ, ग्राउन्ड छ, चौर छ, ठुलो छ। र म चाहिँ अलि नजिक गएको छु। र ऊ त्यो सेतो जस्तो बिल्डिङ चाहिँ यताको चाहिँ 11, 12 हो। 11, 12 यहाँ साथीहरू, बच्चा केटाकेटीहरू यहीँ छन्। मैले चाहिँ 1 वर्ष त यहीँ पनि काम गरेको हो। ल साथीहरू, अझै चाहिँ म यहाँ धेरै बसिनँ। यहाँ चाहिँ अब यत्रो ग्राउन्डहरू छ, फुटबल हुन्छ, फुटबल भने फुटसल अनि कबड्डी, ब्याडमिन्टनहरू, भलिबलहरू खेल हुन्छ स्पोर्ट डेमा। यहाँ चाहिँ खेलहरू हुन्छ। र म चाहिँ यहाँबाट जान लागिरहेको छु। र भाइ पनि आइसकेर चाहिँ कतिखेर आयो? र अब चाहिँ हामी जान लागेका छौँ। ल साथीहरू, आज चाहिँ अब यति नै गरौँ। नेक्स्ट भिडियो चाहिँ पछि आउँछ। अहिले चाहिँ बाई।